पार्टीको केन्द्रीय सचिवालयको आकस्मिक बैठक पार्टीका उपाध्यक्ष कमरेड रामबहादुर थापा बादलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ। बैठकले निम्नानुसारको प्रस्ताव पारित गरेको कुरा म तपाईहरुका बीचमा जानकारी गराउन चाहन्छु। नम्बर 1, हाम्रो पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई आज बिहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण पूर्वाग्रही र गैर कानूनी गिरफ्तारीको निन्दा घोषणा र विरोध गर्दछ। उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानूनी शासनको मर्म विपरीत रहेको पहरलाई तत्काल रिहा गर्न माग गर्दछ। 2, 2082 भदौ 23 र 24 गतिको घटनाको छानबिनका लागि तत्कालीन सरकारले गौरी बहादुर कार्कीको अध्यक्षतामा गठन गरेको आयोगप्रति हाम्रो पार्टीको सुरुदेखि नै असहमति र विरोध रहँदै आएको छ। उक्त आयोगप्रति सम्मानित सर्वोच्च अदालतले समेत गम्भीर प्रश्नहरू उठाएको कुरा सर्वविदितै छ। आयोगद्वारा प्रस्तुत गरिएको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्त विपरीत रहेको हाम्रो पार्टीको ठहर छ। तसर्थ उक्त घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका बहाववाला न्यायाधीशको अध्यक्षतामा उच्च स्तरीय छानबिन आयोग गठन गर्न यो बैठक माग गर्दछ। 3, हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि गरिएको नियोजित, निर्देशित र गैर कानूनी गिरफ्तारीको विरोध, उहाँको रिहाई कानूनी शासन, लोकतन्त्र र मानवाधिकारको रक्षा गर्न संयुक्त एवं प्रभावकारी पहलकदमीका लागि राजनीतिक दलहरू, नागरिक समाज र आम जनसमुदायलाई हार्दिक अनुरोध गर्दछ। आज बिहानको गिरफ्तारीले संविधान, लोकतन्त्र र मानवाधिकारका पक्षधर राजनीतिक शक्तिहरू र आम नागरिकलाई चिन्तित तुल्याएको छ। हाम्रो पार्टी यस प्रतिशोधपूर्ण कारबाहीको दृढताका साथ कानूनी र राजनीतिक प्रतिवाद गर्नेछ। यस घटनाबाट कति पनि विचलित नभई देश, जनता र लोकतन्त्रका पक्षमा एकता र दृढताका साथ अगाडि बढ्न समस्त पार्टी समितिलाई आह्वान गर्दछ। आजको गिरफ्तारीका विरुद्ध भोलि चैत्र 15 गते आइतबारका दिन पार्टी जिल्ला कमिटीहरूको आयोजनामा जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई विरोध पत्र बुझाइने कार्यक्रम तय गरिएको छ। आवश्यकता अनुसार अन्य राजनीतिक दलहरूसँग संवाद र समन्वय गरी विरोधका थप कार्यक्रमहरू तय गरिनेछ र पार्टी सम्बद्ध जनसंगठनका तर्फबाट विरोध प्रदर्शनका कार्यक्रमहरू पार्टी सम्बद्ध जनसंगठनहरूले नै आयोजना गर्नेछ। यो प्रक्रिया आजबाट आरम्भ हुने जानकारी म तपाईहरुका बीचमा राख्न चाहन्छु। धन्यवाद। भनेपछि आन्दोलन आजैबाट भएको हो? पार्टीले भोलिदेखि विरोध पत्र दिएर विधिगत रूपमा आरम्भ गर्दछ। जनसंगठनतर्फबाट प्रतिवाद आजैबाट सुरु हुन्छ। जस्तो महासचिवजी कानूनी लडाई लड्ने भन्ने कुरा छ, बन्दी प्रत्यक्षकरण लगायतको कुराहरू, त्यो कसरी? पहिलो कुरा त हामी यो गिरफ्तारी प्रतिशोधपूर्ण, पूर्वाग्रहपूर्ण र गैर कानूनी छ भन्ने निष्कर्षका साथ स्वाभाविक रूपमा हामी कानूनी प्रतिवादको प्रक्रियामा जान्छौँ। त्यसका लागि कानूनविदहरूसँग परामर्श गर्दछौँ र कानूनविदहरूको राय परामर्शका आधारमा आवश्यक कदम चाल्ने पक्षमा हामी रहेका छौँ। अर्कोतर्फ यो राजनीतिक पूर्वाग्रहको पनि विषय भएको र मुलुकलाई स्वेच्छाचारी शासनतर्फ लैजाने कदमका रूपमा रहेका कारणले हामी
लोकतन्त्रका पक्षधर शक्तिहरूसँग नागरिक समाजसँग अगुवाहरूसँग हामी संवाद गर्दछौँ र सामूहिक रूपको प्रतिवादको काम पनि अगाडि बढाउनेछौँ। अर्कोतर्फ संसदमा रहेका राजनीतिक दलहरूसँग पनि संवाद गरिकन सामूहिक रूपमा प्रतिवादको योजना बनाउनेछौँ र प्रतिपक्षका तर्फबाट मुलुकको संविधान, लोकतान्त्रिक प्रक्रिया र विधिको शासनलाई स्थापित गर्ने कुरामा सामूहिक रूपमा हामी यस प्रकारका अराजनैतिक, गैर कानुनी र स्वेच्छाचारी कदमको प्रतिवाद गर्नेछौँ। त्यस हिसाबले हामी अगाडि बढ्नेछौँ। त्यसका लागि हामीले हाम्रो पार्टीका नेताहरूलाई कामको संयोजनको जिम्मा लगाएका छौँ। राजनैतिक दलहरूसँग संयोजनको जिम्मा पार्टी उपाध्यक्ष विष्णु पौडेलले गर्नुहुनेछ। संसदीय दलहरूसँगको संवाद र संयोजनको कामको नेतृत्व पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलले गर्नुहुनेछ। कानुनी प्रतिवादका सन्दर्भको संयोजन उपाध्यक्ष गोकर्ण विष्णुले गर्नुहुनेछ भने समग्र जनपरिचालनका सन्दर्भको संयोजन पार्टी केन्द्रीय कार्यालयका तर्फबाट गर्ने योजना बनेको कुरा म तपाईँहरूका बीचमा राख्न चाहन्छु। धन्यवाद, नमस्कार।